अब हामी हिँडेको हाई नोर्याङ हाई गर्दै नोर्याङ हाई हाई गर त हो ल हान्जी हान्जी को हो यो 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 भ्यू हेर्ने जग्गा पर्छ आहा कति राम्रो हो कि मेरो प्रीति पहिले जान्दिन म एकैचोटि के भो कुन्नी कहिले गाईहरू यतातिर छन् उरेसी 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 अर्को गीत गाउनु भने के अर्को आको आको के आको यो यो हावाले झन्झनै फोन उडाइदिन्छ हौ हामी डाँडै डाँडा जाँदैछौँ माथि आसो साथतिर रमाइलो रमाइलो डाँडाहरू देख्न सक्नुहुन्छ चौरहरू खुल्ला एकदम शीतल भइरहेको छ तलतिर गर्मी गर्मीबाट माथि माथि चढ्दाखेरि के भो ओहो खस्यो 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 यस्तो घाम लागेको यस्तो राम्रो दिनमा सबै मान्छे आएर जाममा परियो ए हामी त गाडीमै निन्द्रा लागिसक्यो चिसो लागेको मान्छे ताली बजाऊ गीत सुनेर हुँदैन ताली बजाऊ कम्मर हलाऊ कम्मर हलाऊ गीत सुनेर कम्मर हलाऊ टिन 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 माथि माथि उफ्राऊ माथि माथि उफ्राऊ गीत सुनेर माथि माथि उफ्राऊ अनि त्यसपछि के आउँछ ची मसी ची मुसाले खायो हाइकिङ गर्ने भएर चाहिँ ऊ मान्छे प्रशस्त हाइकिङ गरेर आउँदैछ है अब देख्ने उकालो छ नि समय डाँडा देख्दैछ नि यो अहिले म्याउ म्याउ खै म्याउ 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 बिरालो यतातिर आऊ नोर्याङको नाना काटी खाने मुसला मारी खाऊ यही डाँडा चढ्नुलाई कराईको बुबु नाकाउ नोर्याङ बोकै हुन्छ दुरु दुरु रुन्छ लात्तीले हान्छ चोर बिरालो भन्छ अनि अर्को दोजो त्यसरी फाल्ने हो त दोजो चाहिँ जामबाट बल्ल बल्ल निस्केर अलिकति माथि डाँडामा आइपुग्यौँ हामी चाहिँ यहाँबाट चाहिँ भ्यू देखिरहेछ क्रेटर वान चाहिँ ऊ माथि त्यहाँ चाहिँ जान दिँदैन अहिले अनि ट्रेकिङ जान नि यतातिर ट्रेकिङ हिँड्ने मान्छेहरू माथितिर फुल फुलेर कस्तो राम्रो भएछ हेर्नु कति धेरै मान्छे भिड हौ यस्तो घाममा नि यस्तो जाम भइरहेछ हौ अगाडि त ऊ त्यहाँनिर लेक तल हेर्नु त तल गाडी बाइकमा आउन चाहिँ मजा हुन्छ है यहाँ बाइक हुनेहरू त माथि खाजान देख्न सक्नुहुन्छ जुन ज्वालामुखी त्यो घोडा चढ्नेहरू घोडा धुवा निस्किरहेको ठाउँ घोडा यो ज्वालामुखी विस्फोट भएको ठाउँ तल घोडा चढ्ने हो घोडा नोर्याङले घोडा चढाउने हो राइडिङ गर्न मजा आउने रहेछ यहाँ चाहिँ म बाइक लिन्छु अनि यो डाँडै डाँडा खतरा कुदाउँछु क्या म बाइक
अब यहाँ बाइकको लाइसेन्स चेन्ज गरेपछि बाई बाई। माथि डाँडै डाँडा आज घुमिरहेका छौँ। आजको हाम्रो दिन यो डाँडै डाँडा रमाइलो भइरहेको छ। बाइक देख्ने बित्तिकै बाई बाई गर्ने मान्छे बाई बाई गर फेरि बाई 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 गर न आखै 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 गर न हामी चाहिँ यहाँ आसो सान्जो भिजिट सेन्टरमा आइपुग्यौँ। यो चाहिँ भोल्क्यानोभित्रको ढुङ्गाहरू होला। भोल्क्यानोभित्र चाहिँ माथि भित्र चाहिँ यस्तो छ क्या भोल्क्यानोभित्र चाहिँ। के हो रे बा होइन बा यो चाहिँ के हो त घोडा चढ्नेहरू नि रहेछ यो हो यो चाहिँ कत्रो ठुलो घोडा हो यो त है अब यता 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 आउनुहोस् दौडिनुहोस् खोइ यता त्यस्तो ठाउँमा आइपुगेछौँ। फुलै फुल हेर्नु अगाडि कस्तो सानो सानो है अब केही समयपछि झन् खतरा फुल्छ होला सानो फुलहरू उता छ एउटा अलिकति ठुलो फुल यहाँ छ। यहाँ पोखरी रहेछ। यो पोखरी चाहिँ अहिले के भन्छ यो हिउँदमा यो चैत वैशाखमा सुकेको रहेछ। त्यही भएर सानो सानो रहेछ पोखरी। अहिले चाहिँ सधैँ चाहिँ माथि माथिसम्म यो हुने रहेछ देखिन्छ यहाँनिर। एउटा चिज देखाउँछु यो क्यामेरामा किन राम्रो देखेको छैन यो फुलहरू कस्तो मजाले फुलेछ यो भित्तै भित्ता भित्तै भित्ता हाई हाई किमास भित्तै भित्ता कस्तो दामी फुल फुलेछ देख्न सक्नुहुन्छ। वाह माथितिर पनि यो पहाडतिर कस्तो दामी फुलिरहेको छ। त्यता पनि एकछिन पुगिन्छ पुगिँदैन। आज पुगेन भने फेरि केही दिनपछि जानुपर्छ। यो डाँडै डाँडै दामी दामी फुलहरू फुलिरहेको रहेछ। यो के फुल रहेछ यो स्कारेताई हो सत्त क्युके देश आउनुहोस् आउनुहोस् थाक्यो थाक्यो स्यास्या भयो त हौ साथीहरू। जाजु स्यास्या भयो है कुदेर आएर। टोपी खुसी है बेबीको। आज धेरै माथि जान सकिएन।
माथि डाँडातिर चाहिँ अब एक दिन ट्रेकिङको लागि आउनेछौँ। आज चाहिँ अब बिस्तारै बिस्तारै यहाँदेखि घरतिर फर्कन्छौँ होला। हो कि होइन नोर्याङ? फर्किने हो? नोर्याङलाई पनि चिसो लाग्छ नानीलाई। अब यहाँ धेरै अब चिसो हावा चल्ने भएकोले अब हामी तलतिर फर्किन्छौँ। तलतिर फर्केर फेरि मोमो बनाएर खाने प्लान छ। मोमो बनाउनु पर्ने छ, त्यही भएर पनि छिटो फर्किनु पर्ने हुन्छ। ल जाउँ तल जाउँ। अब फर्क्यौँ हामी तलतिर, डाँडा हुँदै। त्यो पनि राम्रै दिन्छ। डाँडा लाग्यो, डाँडा। यहाँ माथि आउनेको जाम अझै पनि। अहिले चाहिँ यहाँ दिउँसो भन्दा पनि अब दिउँसोको अब 4 बज्न लाग्यो भनौँ न। 4 बज्न लाग्यो। अझै पनि माथि आउनेको, घुम्न आउनेको यहाँ जाम हेरौँ न। तल पार्किङ गर्ने ठाउँ चाहिँ लिमिटेड छ, त्यही भएर तल डाँडा देख्न सक्नुहुन्छ। तल एउटा डाँडा यहाँनिर, यो पनि भल्क्यानो निस्केको ठाउँ देख्न सक्नुहुन्छ यहाँनिर। यहाँ अझै पनि यो चर्केको जस्तो देखिरहेछ। खाइरहेछ? के खाँदैछ? भोक लागेछ ल। के खाएको? आउनुहोस् यताबाट झरौँ ल। ए मतिर आयो त ल साँच्चीकै। म त यहाँ खाँदै त। आउनुहोस्। हामी घर आइपुग्यो भन्नुहोस्। नोर्याङको घर आइपुग्यो ल। आउनुहोस् छिटो हामी आइपुग्यौँ। आउनुहोस् छिटो। यो ल आउनुहोस् आउनुहोस् भित्र छिर्नुहोस्। आउनुहोस् आइपुग्नु भयो ल। आउनुहोस् यता बसौँ हामी। यता होइन, यता आउनुहोस् यता। खोइ बल खेल्ने बल, खोइ आम्पामान खोइ बल खेल्ने बल खेल्ने टुङ खेल्ने ल बल। ल पापाले किनिदिएको ल। आउनुहोस् यता यो गरेर। पिरो भयो। प्याजले लास्टै पिरो भयो। हाम्रो चाहिँ आज यता मोमो खाने प्लान छ दिदीहरूकोमा। अनि दिदी चाहिँ काममा जानुभएको। अनि छोलक्पाहरू संयोग अनि नोर्याङ चाहिँ दिदीलाई लिनको लागि उता गएको छ। म चाहिँ यहाँ घरमा जुम्बी गर्दैछु, मोमोको लागि तयारी गर्दैछु। म चाहिँ नोर्याङ हेर्दैछु। हामी नोर्याङ र म हेर्ने। यहाँ तल मोमो बन्दैछ। मोमो च्यान कच्चे किते मोमो च्यान। मोमो न यो नि खावाई यो ने। मोमो चाहिँ क्वालिटी चाहिँ दामी छ, 1 नम्बर छ है मोमो क्वालिटी चाहिँ। दामी देश दामी। मोमो पाकिसक्यो। अब हेर्न सक्नुहुन्छ। सायद तपाईँलाई पनि यो देखेर खाउँ लाग्यो होला होइन? तपाईँ पनि मिठो मोमो बनाएर खानु होला। मोमो प्लेटमा आइसक्यो अब ल टक्क यहाँनिर। मोमो अहिले चाहिँ रातिको 10 बजिसकेको छ। मोमो खाइयो, गफ गरियो। अब सुत्न लाग्यो है त ल। गुड नाइट भन्नु कि बाई भन्नु होइन, जे भने पनि ल। भेटौँला फेरि भेटौँला भन्दै यहीँ बिदा हुन चाहन्छु। हस्त धन्यवाद, नमस्कार, जय देश जय नेपाल।